आज चाहिँ हामी ब्रिटिस क्याम्प भन्ने ठाउँमा आइसकेको छौँ अहिले हालसालै हाल मिनेटै हाल समयमै यहाँ चाहिँ एकदम बवाल भ्यू छ अगाडिपट्टि खोला छ सर्वनारायण जे भयो नि हुन्छ पसलमा सामान किनेर खान अब यसो ब्रिटिस क्याम्प आउँदा तपाईँहरूले नि यही पसलमा किन्नु होला के भन्छौ तिमी देखाउनै आयो देखाइराखिन्छ हस् धन्यवाद लाइभ चाहिँ गैँडाकोट सिन भरतपुर कति हो थाहा भएन गैँडाकोटमा छौँ र खेमलाल जिउ पनि यहाँ ट्याक्क आएर चाहिँ केही पनि भन्नु ल ल ओके छ त्यसो है गरम गरम पारेन त मजा आउने होइन मजा होइन अनि यिनले खान्छन् चाउ चाउ तिमीले खायौ खाएँ कति खायो तर चबाउने अल्छी लाग्यो चबाउने अल्छी लाग्यो हामी चाहिँ अहिले जुगेडी हामी घुम्दै 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 चाहिँ अहिले भाइ हामी जुगेडी होइन त जुगेडीको पुलमा आइपुग्यो हो मै हो अनि नमस्कार दर्शक हाम्रो एउटा साथीसँग बाँदरलाई जिस्काउनु जिस्काए कति चाँडो त भित्र गए पनि बाबा केटा के हो दर्शकबिन्दहरू तपाईँहरू यति बेला हेर्दै हुनुहुन्छ हामी चौकी डाँडामा छौँ भर्खरै आएर हामी आधी घन्टा 1 घन्टा जस्तो भइसकेको छ
इन्जिन गोल्ड डाउनमा राखेर चाहिँ हामी त्यहाँको टेम्परेचर मिलाएर हामी हिटिङ पनि मगाउँछौँ। विवेकज्यू चाहिँ के गर्नुभएको यस्तो भयो। हाम्रो यहाँको भ्यू चाहिँ यस्तो हो दामी वहाँ भन्ने हो। हाम्रो विवेकज्यूलाई हेर्छ हुन्छ सबै टायर गरेर यस्तो गरेर चाहिँ अमिता यस्तो गरेर आएका छन् र तिमीले यस्तो गर्नु हुन्थ्यो र किरण तिम्रो गुनासो त केही छैन नि गाडी ओभर तातेर यहाँनिर आउन यहाँनिर अन्डा तात्दै पेट राखेर अहिले हामी रातिको समयमा देवघाटतर्फ लागिरहेका छौँ हो। यति बेला झोलुङ्गे पुलमा हिँडिरहेको छौँ केटा। दर्शकबिन अहिले हाम्रो खिमभाइ भीमदाईलाई भेट्नको लागि तीव्र रूपमा दौडिरहेका छन्। साथै सँगसँगै किरण पनि पछाडि हटिहाल्छु कि भनेर दौडिरहेका छन्। छुटिहाल्छु हो। यसै गरी हाम्रो बाँडे भाइ पनि सँगसँगै छ है फेरि कता भीमदाईलाई भेट्दिनँ कि भनेर होइन। यहाँ यस्तो बेच्न राखिरहनु भएको रहेछ ल ट्याक्क। ल किम भाइ के भन्दैछ नि यहाँ दाइ फेरि यता जमिन हल्लियो भन्दै हुनुहुन्छ। एउटा डायलग हानिदिनु दाइ ल हानिदिनु त। तपाईँको नाम के हो? मेरो नाम धनराज तामाङ हो। कता अब कता दाइ तपाईँको? मेरो कोठामा जाँदैछु। कोठा यतै हो। अब यहाँ यो त चिया खानु छ। चिया चाहिँ यता पाइन्छ एकदम निरन्तर। अहिले म पनि सँगसँगै यहाँ केटाहरूसँग होइन जोसमा जाँगर थप्दै ऊर्जा थप्दै हिँडिरहेको छु। घन्टी बजिहाल्छ नि भने कि अहिले घन्टीमै छँदैछ नि घन्टी नबजेर के बज्छ त। सो बिजु यहाँ टाटेबुङ्गो पारामा दौडे खान् दौडे के हो कसो हो मान्छेलाई थाहा पत्तो नदिकन दौडे खान्।